म त गएको माइत यो नयाँ मोजा लाएर आउने पुरानो मोजा लाएर नआउनु के नयाँ मोजा लाउनु फेरि गए भइहाल्छ त म यही मोजा लाएर आइहाल्छु त नयाँ मोजा अब लाएर आउनु परेन त जाऊ जाऊ म आउँदै गर्छु यो मोजा लाएरै आउँछु म नयाँ मोजा नमस्ते बा ए भाग्यमानी हुनु भाग्यमानी अनि ज्वाइँ साहब खै त ज्वाइँ साहब आउँदै हुनुहुन्छ बा आउँदै हुनुहुन्छ ससुराली जानु पर्यो बुढीले किनेर ल्याइदिएको नयाँ मोजा लाउनु पर्यो बास्न आउँदो रहेछ यता भनौँ न यो पुरानो मोजालाई पनि काम लाग्छ राख्नुपर्छ गोजीमा रेडी भयो नमस्ते बुवा भाग्यमानी हुनु जोइ साहब नमस्ते आमा नमस्ते नमस्ते बाबु नमस्ते भाग्यमानी हुनु कस्तो मोजा गन्ना छ त ज्वाइँ साहबले आज पनि मोजा त्यही पुरानै ल्याएर आउनु भएको क्या हो होइन बड्डीले भनेको कुरा सही हो क्या हो होइन ज्वाइँ साहब तपाईँले मोजा फेरि फेर्नु भएन क्या हो आज पनि गत्त गन्ना छ होइन नि बा आज त मैले नयाँ मोजा ल्याएर आएको छु गना छैन गनाउँदैन कि नयाँ मोजा तिमीले किनेर ल्याइदिएको नयाँ मोजा त हो गना छैन आज गनाएन बा गनाएन यो त्यसो भए पक्कै पुरानो मोजालाई गोजीमा बोकेर आएको हुनुपर्छ तिमीलाई झन् नयाँ मोजा लाएर आऊ पुरानो मोजा नलाउनु भनेको त झन् पुरानो मोजा बोकेर आएछन् म त पुरानो मोजा नै काम लाग्छ भनेर लिएर आएको कि